धेरै कमाउने दौडमा हामीले एउटा कुरा सोच्नै बिर्स्यौं, यो सबै कसका लागि? आफ्नो लागि कि आउने पुस्ताको लागि? हुन त सन्तानको बाटो सजिलो बनाउन हामी दिन रात घोटिन्छौं, आफ्नो चाहना दबाउँछौं उनीहरूको भविष्यको लागि। तर याद राख, तिमीले थुपारिदिएको पैसाले उनीहरूलाई धनी त बनाउला, तर बलियो बनाउँदैन। किनकि संसारको नियम नै यस्तो छ, संघर्ष नगरेसम्म न मान्छेले पैसाको महत्त्व बुझ्छ न जीवनको। बिना पसिना आएको पैसाले मान्छेलाई अल्छी र कमजोर बनाउँछ। त्यसैले तिमीले कमाएको पैसाले उनीहरूलाई एउटा राम्रो आधार देऊ, तर उनीहरूको भागको सङ्घर्ष खोज्ने गल्ती कहिल्यै नगर। सम्पत्ति होइन, संस्कार र लड्ने क्षमता दिनु सबैभन्दा ठुलो कुरा हो। दिनु छ भने यस्तो शिक्षा देऊ कि भोलि तिमी नहुँदा पनि उनीहरू शून्यबाट संसार जित्न सकुन्। किनकि तिम्रो काम बाटो देखाइदिने हो, हिँडिदिने होइन। विरासत सम्पत्तिमा होइन, सोच, साहस र सिपमा छोडिन्छ। त्यसैले आउने पुस्ताको लागि कमाउनु गलत होइन, तर कमाइसँगै आफ्नो वर्तमानमा रमाउनु पनि कहिले नबिर्स।